यहोशू 6 अध्याय। यरीहो सहरको कब्जा। त्यस समय इजरायलीहरूको कारणले यरीहो बिल्कुल थुनिएको थियो, कोही भित्र बाहिर गर्न पाउँदैनथ्यो। तब परमप्रभुले यहोशूलाई भन्नुभयो, हेर, यरीहो त्यहाँका राजा र वीर योद्धाहरू समेत मैले तेरो बसमा पारिदिएको छु। सबै सशस्त्र लडाकाहरू त्यस सहरलाई घेरेर एकचोटि घुमेर जाऊ। 6 दिनसम्म तिमीहरूले यसै गर्नु। 7 जना पुजारीहरू 7 वटा भेडाका सिङका तुरही सन्दुकको अघि अघि लिएर हिँडुन् र 7औं दिनमा तिमीहरू त्यो सहर 7 चोटि घुम्नु र पुजारीहरूले तुरही फुकुन्। अनि जब तिनीहरूले भेडाका सिङका तुरही धेरै बेरसम्म फुक्लान्, तब तिमीहरूले तुरहीको आवाज सुन्ने बित्तिकै सबैजना ठुलो स्वरले कराउन्। अनि सहरको पर्खाल फेदसम्म ढल्नेछ र हरेक मानिस आफ्नो अघि सिधै बढेर जाउन्। यसकारण नूनका छोरा यहोशूले पुजारीहरूलाई बोलाएर भने, करारको सन्दुक उठाऊ र 7 जना पुजारी भेडाका सिङका 7 वटा तुरही भिरेर परमप्रभुका सन्दुकको अगाडि हिँडुन्। अनि तिनले मानिसहरूलाई भने, अगाडि बढेर सहरको चारैतिर घुमेर जाऊ। हतियार बोक्नेहरू चाहिँ परमप्रभुको सन्दुक अघि अघि हिँडुन्। यहोशूले यी कुरा मानिसहरूलाई भनिसकेपछि 7 जना पुजारी भेडाका सिङका 7 वटा तुरही बोकेर परमप्रभुको अगाडि हिँडे र आफ्ना तुरही फुक्दै अघि बढ्न लागे। परमप्रभुका करारको सन्दुक चाहिँ तिनीहरूको पछि लाग्यो। हतियार बोक्ने मानिसहरू चाहिँ तुरही फुक्ने पुजारीहरूका अगाडि हिँडे र पछाडिकाहरू चाहिँ सन्दुकको पछि हिँडे। अनि पुजारीहरू तुरही फुक्दै हिँडे। तर यहोशूले मानिसहरूलाई यसो भनेर अराए, जुन दिनसम्म म तिमीहरूलाई कराउने आज्ञा दिन्न, तिमीहरू नकराउनु। तिमीहरूको स्वरै पनि नसुनियोस्, तिमीहरूका मुखबाट पनि केही वचन ननिकालुन्। मैले कराउनु भनेपछि मात्र कराउनु। यसरी तिनले परमप्रभुको सन्दुकलाई सहरको वरिपरि एकचोटि घुमाए र तिनीहरू छाउनीमा आए र त्यहीँ बास बसे। यहोशू बिहान सबेरै उठे र पुजारीहरूले परमप्रभुको सन्दुक उठाए। ती 7 जना पुजारीहरूले भेडाका सिङका 7 वटा तुरही बोकेर परमप्रभुका सन्दुकको अघि अघि तुरही बजाउँदै हिँड्दै रहे। हतियार भिर्ने मानिसहरू तिनीहरूका अघि लागे र पछाडि हिँड्नेहरू परमप्रभुका सन्दुकको पछि लागे। पुजारीहरू चाहिँ तुरही फुक्दै हिँडे। यसरी दोस्रो दिन पनि तिनीहरू सहर एकचोटि घुमेर छाउनीमा फर्के। 6 दिनसम्म तिनीहरूले यसै गरे। 7औं दिन बिहान झिसमिसेमै तिनीहरू उठे र त्यही रीतिले सहर घुमे। केवल त्यस दिन तिनीहरूले 7 चोटि सहर घुमे। 7औं चोटि जब पुजारीहरूले तुरही फुके, त यहोशूले मानिसहरूलाई भने, कराओ, किनभने परमप्रभुले तिमीहरूलाई यो सहर दिनु